कुट्न गएको होइन। तपाईहरुले देखिरहनु भयो लामो समयदेखि जबरजस्ती संसदीय प्रक्रियालाई अगाडि बढाउने काम भइरहेको थियो सभामुखज्यूले। हामी रोक्न आह्वान गरिरहेका थियौं, झन् 1-1.5 घण्टा भइसकेको थियो। यसरी जबरजस्ती गरिसकेपछि यो रोकिनुपर्छ भन्न त्यो प्रक्रियालाई अवरोध गर्ने मात्रै कोसिस गरे हो। कसैलाई कुट्न त्यस्तो मुक्कामुक्की गर्ने त्यो होइन। त्यो माथि मर्यादा पालकहरूले हम्य तरिकाले बचाउनु हो नि। त्यो माइक चाहिँ रोक्न खोजे हो, माइक बन्द गर्न खोजे हो, माइक बन्द गर्न खोजे हो, बोल्नु हुँदैन तर मुखमै भन्ने छैन। त्यस्तो छैन। तपाईहरुले त्यो के कसरी देख्नुभयो राम्रोसँग हेर्नुस् त्यहाँबाट। मान्यज्यू आज चाहिँ भित्र रस्साकसी भयो, झन्नै कुस्ती नै पर्यो, के भयो त्यस्तो, के आइपर्यो? यो दुःखद छ, यसप्रति म दुःख व्यक्त गर्छु। साह्रै म चिन्तित भएँ, यसबाट गम्भीर पनि भन्यो। संसद यस्तो हुनु हुँदैन थियो। हामीले सोचेको, हामीले चाहेको संसद यस्तो थिएन। रचनात्मक ढङ्गले जनताका समस्या समाधान गर्ने गरिकन संसदीय प्रक्रिया, संसदीय काम कारबाही अगाडि बढ्छन् होला। सत्तापक्षले विपक्षीका कुरा पनि सुन्छन् होला। हिजो विपक्षी भएर आएकाले पक्कै पनि विपक्षीका मर्महरू, भावनाहरू बुझ्छन् होला, जनताका मर्म भावनाहरू बुझ्छन् होला। संसदलाई एउटा रचनात्मक चाहिँ बहसको थलो बनाउनुहुन्छ होला भन्ने हामीलाई लागेको थियो। उहाँहरू पुरै 2/3 दम्भ र अहङ्कारका आधारमा पेलेर जाने, विपक्षीका कुनै भावनाहरू नसोध्ने त्यो ढङ्गले अगाडि बढ्न खोज्नुभयो। त्यसको प्रतिवाद किन कुट्न जान लाग्नु भएको हो? कुट्न गएको होइन, रोस्टममै जानुभयो नि त। कुट्न गएको होइन। तपाईहरुले देखिरहनु भयो लामो समयदेखि जबरजस्ती संसदीय प्रक्रियालाई अगाडि बढाउने काम भइरहेको थियो सभामुखज्यूले। हामी रोक्न आह्वान गरिरहेका थियौं, झन् 1-1.5 घण्टा भइसकेको थियो। यसरी जबरजस्ती गरिसकेपछि यो रोकिनुपर्छ भन्न त्यो प्रक्रियालाई अवरोध गर्ने मात्रै कोसिस गरे हो। कसैलाई कुट्न त्यस्तो मुक्कामुक्की गर्ने त्यो होइन। त्यो माथि मर्यादा पालकहरूले हम्य तरिकाले बचाउनु हो नि। त्यो माइक चाहिँ रोक्न खोजे हो, माइक बन्द गर्न खोजे हो, माइक बन्द गर्न खोजे हो, बोल्नु हुँदैन तर मुखमै भन्ने छैन। त्यस्तो छैन। तपाईहरुले त्यो के कसरी देख्नुभयो राम्रोसँग हेर्नुस् त्यहाँबाट। तर यहाँ सुन्नुहोस् न, कुर्सीहरू उठाउनु भयो, तपाईहरुले माइकहरू पनि भुइँमा फाल्नु भयो। तपाईहरुले फेरि पनि त्यहाँ लडेका कुर्सीहरूलाई उठाउने पनि हामीले नै गरे हो। होइन, त्यो त अब त्यहाँ यताउति धक्केल धाकेल हुँदाखेरि जुन खालको असहज परिस्थिति भयो त्यसबाट अलिकति कुर्सीहरू यताउता पर्यो होलान्। त्यसलाई हामीले उठाएर हामीले नै संयमित बनाएको। यो परिस्थिति सबै सरकारका कारणले। आज प्रधानमन्त्रीले सदनमा आउनुभयो, हामीले त्यसका बारेमा दिउँसै भनिसक्यौँ। उहाँ एकदम सदनलाई अन्डर एस्टिमेट गर्ने र सदनलाई एउटा अन्डर एस्टिमेट गर्ने, एउटा ओभर कन्फिडेन्स देखाउने र एक खालको एटिट्युड देखाउन आउनुभएको थियो। प्रधानमन्त्री कुनै राजनीतिक उद्देश्यका साथ साँच्चीकै यो सदनलाई चाहिँ रेस्पोन्स गर्न आइरहनु भएको थियो। उहाँ चाहिँ जसरी आउनुभएको थियो, जसरी प्रतिसभा नियमावलीमा एउटा व्यवस्था गरिरहेको छ नि त 3 दिन अगाडि प्रश्न लिने भन्ने, त्यसै गरिरहेको थिएन। तयारी गर्नुपर्छ यसका लागि। उहाँ आउनुभयो र आज जसरी चाहिँ नेपालले पनि अरूको भूमि मिच्या छ, भारतको भूमि मिच्या छ भनेर भन्नुभयो, त्यो गम्भीर कुरा थियो। हामीले त्यसको जवाब मागिरहेको थियौँ। एउटा अर्को कुरा, प्रतिसभा नियमावली आज पारित गर्न खोज्दै हुनुहुन्थ्यो। त्यसको नियम 140 को खण्ड के अरे उपनियम 11 मा गम्भीर कुरा छ। संविधानभन्दा माथि, संविधानसँग बाजिने गरी प्रतिसभा र राष्ट्रिय सभाको जम्मा 2/3 टोटल 2/3 एउटा संयुक्त सदनको टोटल 2/3 पनि पारित गर्न सक्ने भन्ने खालको चाहिँ संविधानसँग बाजिएको चाहिँ त्यहाँ व्यवस्था छ। त्यो कुराका बारेमा हामीले सोच्नुपर्छ भनेको छौँ। होइन, प्रतिसभा नियमावली चाहिँ कानुनभन्दा पनि माथि राख्ने, प्रतिसभा सदस्यहरूसँग विशेष अधिकार हुने, कुनै पनि प्रचलित कानुनले नछुने प्रतिसभा सदस्यलाई त्यस्तो खालको धारा नियम 259 मा व्यवस्था गरिएको छ। त्यो विषयका बारेमा सोच्नुपर्छ भनेको थियौँ। 35 जना मान्य सांसदहरूलाई चाहिँ संशोधन राख्नु भएको थियो त्यो प्रतिसभा नियमावली। सबै विपक्षीका मान्य सांसदहरूको चाहिँ नियम के अरे संशोधनलाई उहाँले खारेज गर्नुभयो र अगाडि बढ्न खोज्नुभयो जबरजस्ती। हामीले यसमा के भन्यो भने समितिमा लैजाउँ, छलफल गरौँ। यो त 5 वर्षमा चल्ने चाहिँ प्रतिसभा हो, त्यसलाई चाहिँ रुल गर्ने नियमावली भएको हुनाले हामी सबैको यसमा दायित्व, सबैको चाहिँ यसमा अनरसिप, सबैको यसमा चाहिँ एक खालको चाहिँ त्यो अनरसिप फिलिङ हुने गरिकनको हामी गरौँ भन्दा उहाँले त्यो मान्नु भएन र त्यसपछि एउटा असहज परिस्थिति सिर्जना भयो। उहाँले जबरजस्ती जानुभयो, त्यस कारण असहज परिस्थिति सिर्जना भयो। त्यो सङ्ख्याका आधारमा बल मिच्याङ हुँदाखेरि कस्तो फिल हुँदो रहेछ? होइन, प्रक्रिया चाहिँ कम्तीमा चाहिँ डेमोक्रेटिक हुनु पर्यो भन्ने कुरा हो हामीलाई। होइन, प्रक्रिया डेमोक्रेटिक हुनु पर्यो भन्ने कुरा हो। अब बहुमत त उहाँहरूसँग चाहिँ पास त गरिहाल्नुहुन्थ्यो, तर त्यो पनि कम्तीमा विपक्षीहरूको कुरा के हुन्थ्यो सुन्नु पर्यो भन्ने भयो नि। हिजो एमाले पनि त्यही गरेको थियो, आज त्यही भयो भन्ने कुरा आयो। यसकाल मान्ने हुनुहुन्छ उहाँले।